व्यवसाय हो है। म चाहिँ पहिला नेकपा एमालेको धेरै जित्यो। मैले मात्रै होइन, मैले कसलाई भन्दा हुन्छ, दिदीलाई भन्दा हुन्छ, दिदीको परिवारमा, दाजुलाई भन्दा हुन्छ, दाजुको परिवारमा, दाजु भाउजूले मानेर मेरो भतिजी भनेको मान्छ नि त है। बाउ आमालाई सम्झाऊ यसमा चाहिँ यसो गर्नुपर्छ, सबैलाई भनिदिएको छु। यो 3 नम्बर क्षेत्र मात्रै होइन, मेरो आफ्नो आफन्त कहाँ छ सबैतिर मैले भनेको कसले मान्छ, मैले सम्झाइराखेको छु। यसपालि जित्नुपर्छ जसरी भए पनि। जय गन्ती, जय नेपाल। अहिले धेरै कुराहरू सुने, अब यहाँ लगभग सबै टिपेको छु। अब धेरैका मनमा चाहिँ यिनै कुराहरू, केही कतिमा एजेन्डाका कुराहरू छन्, कतिमा उम्मेदवारहरू सबै ठाउँमा पुगोस् भन्ने कुराहरू छन् होइन, कतिमा पुराना जस्तै बिग्रेला कि भन्ने डर छ। यी धेरै कुराहरू छन्। यो सबै कुराहरू कुनै पनि गलत छैन। हाम्रा शब्दहरू हामीले भन्ने तरिकाहरू अलिक फरक पर्लान्, तर सबैले के चाहनु भएको छ भन्दा यो ठाउँ, यो देश विकास होस्, नागरिकको सम्मान होस्, हाम्रा मुद्दाहरू माथि पुगुन्, हाम्रा समस्याहरू माथि पुगुन् र समाधान होस्। हामीले चाहेको त यति नै हो नि। पहिलेकाले गरेनन् अथवा गर्दा गर्दै पनि सकेनन्, अथवा हामीले जति चाहेका थियौँ, जति यो देशमा हुन सक्थ्यो त्यो हुन सकेन। त्यही भएर हामी नयाँ विकल्पमा गयौँ। यहाँ भएका धेरै साथीहरू पुराना पार्टीहरूमा हुनुहुन्छ। पुराना पार्टीलाई अब हामीले गाली गर्न पनि आवश्यक रहेन। त्यो कुप्रवृत्तिको विरुद्धमा त बोल्नै पर्छ, हामी उभिनै पर्छ। तर व्यक्तिगत लान्छना लाउने जस्ता कुराहरू हामी गरियो भने त्यही कुचक्रमा हामी फस्छौँ र हामी फेरि त्यसमै अल्मलिएर बस्छौँ। त्यो भनाइ छ नि, हात्ती लम्किँदै गर्छ, कुकुर भुक्दै गर्छ। हामी त लम्किने हो। हामी कहाँ लम्किने, कुन बाटोमा लम्किने हामीले भनिसकेका छौँ। हाम्रा वाचापत्रमा आउँछन्, हाम्रो संविधानले भनेको छ। के कुराहरू मिलाउनु पर्ने होला, त्यहाँ रोडा होला, त्यो टाल्दै जाउँला, बाटो दह्रो बनाउँदै जाउँला। तर बाटो भनेको सबैको समृद्धिको, सबै नागरिकको सम्मानको र यो राज्य, यो नेता, यो देश, यो सबै कुरा चाहिँ जनताको लागि है। सर्वोपरि चाहिँ जनता हो, नागरिक हो भन्ने स्थापित गर्ने कुरा नै त हो हामीले गर्ने। र अर्को यही पुराना पार्टीहरू सबै कुरा गर्दा नयाँ पार्टीका रूपमा आएको श्रम संस्कृति पार्टीका बारेमा पनि कुरा भयो। जस्तो हामी यो ठाउँमा छौँ, यो ठाउँ यो कुरा गर्नका लागि चाहिँ किन पनि उपयुक्त छ भने यहाँ यति धेरै संस्कृति बोकेका भिन्न भिन्न जात थरहरूका दिवाली गर्ने गरी होइन, त्यहाँका सांस्कृतिक उत्सव राख्ने गरी त्यसरी हामीले बनाएका छौँ नि। यहाँ 61वटा छन्, 61वटा संस्था छन्, सबै आफ्नो जात जातको कुरा गर्ने भनेर। यो किन भन्दा हामी एक ठाउँमा किन छौँ? नेपाल यस्तै छ है। अझ सबै त यहाँ आइसकेका छैन नि। यो वन, धार्मिक वन, यहाँ सबै नेपालका हरेक जात जातिको सर्लक्क जति सकिन्छ त्यति देखाउन सक्ने भयो भने हामीले हाम्रो आउँदो पुस्ता अनि हाम्रो संस्कृति बिर्सेको यो पुस्तालाई ल्याएर यहाँ घुमाउन सक्छौँ। हेर, नेपाल भनेको यति विविध छ। देश एउटा पार्टी, एउटा समूह, एउटा जात, एउटा भूगोलले मात्रै बनाउन सक्दैन। सबै मिल्नै पर्छ। अब केही साथीहरूले कुरा उठाउनु भयो, नयाँ भनेको पार्टी एउटाले पनि एउटा जात, एउटा थर अर्का चाहिँ पुग्ने, अर्कामा नपुग्ने जस्तो कुरा गरिरहेछ। त्यो चाहिँ समस्या नै हुन्छ। तर पनि उहाँहरूका पनि केही बाध्यता होलान्, केही समस्या होलान्। हामी पुरानाको विरुद्धमा नयाँ गर्छौँ भनेर लागेको छ। कुनै बेलामा त्यहाँ त मिल्छौँ होला नि त, नयाँ मिल्छौँ होला। श्रमदानको कुरामा हामी मिल्छौँ होला होइन, लोकतन्त्रको कुरामा हामी मिल्छौँ होला। त्यो मिल्ने ठाउँ राखिदिन्छ र यही चुनावमा मिल्न सकिन होला। यो एउटा चुनावले देश अर्कै चुनाव नहुने ठाउँमा पुर्याउनु त पक्कै पनि होइन। झन् आवधिक चुनाव भइरहेको छ भने अर्को चुनावमा मिल्छौँ होला। त्यही भएर हामीप्रति एकदमै खराब किसिमका आलोचना आयो भने पनि त्यो प्रवृत्तिका विपक्षमा उभिने हो। तर त्यो हैसियतमा त्यो तरिकाले हामी उभिन हुन्न भन्ने म तपाईँहरूलाई आग्रह गर्दछु। अर्को सबभन्दा मिठो कुरा मलाई के लाग्यो भने एजेन्डाको बारेमा सोध्नुभयो, त्यसमा पनि शिक्षाको बारेमा के छ त पार्टीको एजेन्डा अथवा मेरो एजेन्डा। हामीले शिक्षालाई त्यो ठ्याक्कै जाहिर खानका लागि मात्रै शिक्षा भने जस्तो
अथवा बुद्धि विलास मात्रै गरेर बस्ने गफ गर्न जान्ने मात्रै होइन आदर्शका कुरा मात्रै गर्ने शिक्षा कुन शिक्षा हो त भने यसरी सेतो कालो उमेर बढ्दै जाँदाखेरि एउटा के चरणमा के सिक्नुपर्छ भन्ने कुराहरू सिकाउँ। त्यो कुरा हामीले नै अब अध्ययन अनुसन्धान गरिराख्न पनि त्यति धेरै आवश्यक छैन। हाम्रो सभ्यताले गरेका छ, खोज अनुसन्धानहरू भएका छन्। आधारभूत शिक्षा अलिकति अनुशासनको कुरा होला, सिभिक सेन्स हुन्छ, नागरिक अनुशासन, व्यक्तिगत नागरिकले के गर्ने हो त? हामीले त सामान्य कुराहरू पनि थाहा हुँदैन। अहिले सार्वजनिक शौचालयमा त्यो कम्बोर्ड प्रयोग गरेको हुन्छ, कसैले सुसु गर्दाखेरि त्यो कम्बोर्डको लिड उठाउनुपर्छ भन्नेसम्म हेक्का राख्दैन। यस्ता सामान्य कुरा क्या, ठुला कुरै होइन नि। तर हेर्दाखेरि त त्यो उठाइदिएर सार्वजनिक शौचालय प्रयोग गर्दाखेरि आफूभित्र पस्दाखेरि जस्तो छ, बाहिर निस्किँदा कम्तीमा त्यस्तै होइन भने यसो हातमा त्यो पुस्ने छँदैछ, यसो छेउमा पनि पुस्नेर आफू पस्यो भन्दा अलिकति भए पनि सफा गरेर निस्किन सक्यो भने त समाज फरक हुन्थ्यो होला नि त। बाटोमा हिँड्दाखेरि देब्रे साइडबाट हिँड्ने कि दाहिने साइडबाट हिँड्ने हामीलाई थाहा छैन। हामीले बालबच्चा गाडी आउने बाटोतिर राखेर हिँडिरहेको हुन्छौँ, यतापट्टि राख्नुपर्छ है, अलिक जोगाउनुपर्छ भन्नेसम्म हामीलाई त्यो नागरिक ज्ञान छैन। यो ज्ञानहरू चाहिँ हामीले बच्चै बेलादेखि शिक्षामा राख्नुपर्छ। त्यो समाज चिन्ने गरीको, परिवार चिन्ने गरीको, सम्बन्धहरू चिन्ने गरीको भयो भने अरू कुरा जान्छ। माध्यमिकमा करियरहरू चिन्दा धेरै किसिमका करियर हुँदो रहेछन्, धेरै किसिमको काम जागिर पाउन सकिने रहेछ। मतलब चिन्छ मात्रै होला, उच्च शिक्षामा गएर छनौट पनि हुन्छ होला। अनि समय यति छिटो अगाडि बढेको छ, यति छिटो अगाडि बढेको छ कि अगाडि भिडियो देखायो कसैले भने त त्योभन्दा ठुलो प्रमाण के हुन्थ्यो होला भन्नु न। भिडियोमै चाहिँ आइसक्यो भन्ने हुन्थ्यो नि। अहिले कसैले पनि तपाईँलाई भिडियोमा देखाइदियो भने तपाईँले पत्याउनुहुन्छ, ओ अर्कै कम्प्युटरबाट बनाएर भन्ने कुरा हुन्छ। हामी एआई भनिरहेछौँ। अब हामी यहाँ बसेर गफ गरिरहेको छौँ, कम्प्युटरबाट टक्कै यही फोटो मात्रै खिचेर हालिदिने भने यहाँ सबै रक्सी पानी खाएर बसेको पनि हुन सक्यो, भिडियो गरेर नाचेको पनि हुन सक्यो। समाज यसरी कुदिरहेछ, के भइरहेछ भन्ने थाहा पाउनु पनि समस्या भइरहेछ प्रविधिगत रूपमा। त्यो प्रविधिलाई समेट्ने गरी पनि शिक्षाका नीतिहरू बनेका छन्। फागुनको पहिलो सप्ताह हाम्रो भाषापत्र आउँछ। अगाडिको समाज नबिर्सेर अहिलेको समाजमा उभिएर भोलिको समाज कहाँ पुग्छ भन्ने कल्पना गरेर यहाँ हामी कहाँ हुँदाखेरि चाहिँ हामी सबैभन्दा बलियो हुन्छौँ, हाम्रो सन्तान कहाँ हामी उभियौँ भने चाहिँ त्यो बढी बलियो हुन्छ भन्ने सोचेर हाम्रो भाषापत्र आउनेछ। त्यतिखेरसम्म एकदमै सजगतासँग हेरिदिनु होला। त्यो भएपछि धेरै कुराहरू खुलस्त हुँदै जान्छन्। त्यो भएर एजेन्डागत रूपमा यो समाज बुझ्ने, समाजलाई डोर्याउने हाम्रो जिम्मेवारी हो भनेर हामीले जिम्मेवारी वहन गर्छौँ भनेर बसेका छौँ। त्यो कुरा पक्कै पनि गर्नेछौँ। र अर्को उम्मेदवारका रूपमा अब ठ्याक्कै 21 गते चुनाव हुन्छ, मौन अवधि हुन्छ। हामीसँग 26वटा वडा छन्, हरेक वडामा एक दिन भनेर छुट्याउनु भने हाम्रो मानवीय स्वभाव आज 26 एक दिन भनेर छुट्यायो भने आज भएको वडाले त्यो चुनाव आउने बेलासम्म भन्न थालिसकेको हुन्छ कि हाम्रोमा अस्ति नै कहिले आएको थियो, फेरि आएको छैन। त्यो लाग्छ क्या मान्छेको स्वभाव हो नि त। आफूलाई मन परेको, आफूले सम्भावना देखेको मान्छे वरिपरि पनि भइरहोस् भन्ने लाग्छ। त्यो एकदमै हामीप्रतिको आत्मीयता, अपनत्व, विश्वास हो। त्यो विश्वास कायम गर्नको लागि हामी अहिले नसुत्ने, पछि पनि जागा बसिराख्ने, जागा चेतनाका रूपमा पछि जागा बसिएला। अहिलेको जागा चाहिँ नसुत्नेका रूपमा पनि भइरहेछ। हामीले पुरा निन्द्रा नसुते पनि धेरै समय भइसक्यो। तर त्यसमा पनि अब यो डोपामाइन लेभल यति माथि आइरहेछ कि हामी उत्साहित यति धेरै भइरहेछौँ कि यो आत्मीयता होइन, टोल नै राजसभामा प्रवेश गरिराख्नु भएको छ, समूह नै राजसभामा आउनका लागि तयार भइराख्नु भएको छ। पुरानो पार्टीमा न तर्क बलियो भयो, न चरित्र बलियो भयो। अब त राजसभाभन्दा अर्को विकल्पै छैन। त्यो भन्दै हामी मातिएर हामी अब सबै हाम्रै दौड्ने भन्ने भन्दा पनि त्यो पुरानो जस्तो नहुनका लागि र यो हामीसँग आएका लागि झन् निकटता हुन, झन् आत्मीय हुनका लागि के गर्न सकिन्छ त्यो गर्छौँ। दौडधुप हाम्रो जति गर्नुपर्ने हो एकदमै धेरै गरिरहेको छ। खानेकुराको टुङ्गो छैन, हामी गाडीमा खाइरहेको छौँ,
तातो पानी राखिरहेको छौँ, स्वर सुकेको हुन्छ। यहाँ गोजीमा बोजोदेखि लिएर माझी फलदेखि लिएर होइन अमलादेखि लिएर कुन कतिखेर टोक्ने भनेर पनि छ। फेरि समस्या के भइरहेको छ भने त्यो माझी फल टोको तितो हुन्छ, मान्छेको अगाडि अनुहार बिगार्न पनि भएर तितो छ भनेर। त्यो अर्को समस्या, म त्यो गुट्खा धनिया केही पदार्थ खाने गरेका छैन, तर गुट्खा खाएर बोलिदियो भन्ने पनि सुन्न पाउँछ। भनेपछि कहाँ जोगिने, के मात्र जोगिने होइन, त्यो छ। तर राम्रो कुरा के हो भने हामी सबै यति हुँदै पनि धेरैजना जोडिन एकदमै कसरत गरिरहेको छ। त्यही भएर तपाईँहरूले पनि गणेश कार्की टोलमा आउँछ, गणेश कार्की यही बाटोमा आउँछ, हामी आउँछौँ र गणेश कार्की भनेको म हुँ, म पार्टी सदस्य हुँ, मेरो एजेन्डा पो पुग्ने त गणेश कार्कीले। यो उसले लेखेको कविता जस्तो गरेर संसदमा सुनाउने होइन, त्यो एजेन्डा चाहिँ हामी पनि बोक्दैछौँ है। हामीले नमान्ने एजेन्डा मेरो पार्टीले बोक्दैन, गणेश कार्कीले संसदमा बोल्नेवाला छैन भनेर ग्यारेन्टी लिन पाउनुहुन्छ। घरमा सम्झाउनु होला, टोलमा सम्झाउनु होला, होइन सबैजना यसरी नै आएर केही कुराहरू हाम्रा प्रश्न छन् उहाँबाटै जवाब चाहिन्छ भन्नुभयो भने टक्क समय गर्ने होला। बुद्धि सर हुनुहुन्छ, बुद्धि सरलाई उहाँ पर हुनुहुन्छ होइन, बुद्धि सरलाई 48 घन्टाको समय अगाडि चाहिँ भनिदिनु होला, किनभने उहाँ यसरी हाम्रो चुनावी कमान्डर यसरी खटेर लाग्नु भएको छ, यति दौडधुप छ होइन, त्यो दौडधुपको त्यो खटाइको पनि अलिकति मान्यता राखिदिनु होला। 48 घन्टाभन्दा अगाडि खबर गरिदिनु भयो भने 2 दिनपछि समय मिलाएर त्यो हरेक कुरामा आउनेछ।